हेलो एभ्रिवान, आजको वेदर भने चाहिँ सिलगढीको यस्तो छ। आज चाहिँ घाम लागिरहेको थियो, अहिले चाहिँ अलिक बादल आइरहेछ। अनि पर यति नुहाइ गरेर बसिरहेको छ। मैले चाहिँ आज यो फुलहरू अलिक कलेक्सन पारेको। यो चाहिँ कस्तो दामी फुल्दैछ है, मिठो कलर। अलिक फुलहरूलाई पनि अलिक मजाले देखभाल गर्दै गर्नु पऱ्यो नि होइन फ्रेन्ड्स। यो मेरो फुल्नु आँटेको छ यी। आफूले लगाएको चिजहरू फुल्दियो भने कस्तो राम्रो लाग्छ। यो सेतो सेतो चाहिँ मैले के लगाएको भने चाहिँ यो चाहिँ अन्डाको खोस्टा चाहिँ राखेको थिएँ मैले पिसेर चाहिँ मलको रूपमा लगाएको। तपाईँहरू के कसो गर्नुहुँदैछ? मेरो चाहिँ अझै कामहरू थुप्रै छ, सकेको छैन। खुट्टा दुख्दै बिस्तारो बिस्तारो गर्नुपर्छ। खुट्टा भन्ने चाहिँ ठिक भएको छैन, नसा चाहिँ अलिअलि ठिक हुँदैछ। अब दुख्नु चाहिँ अलिक छ। तपाईँहरूको दिन चाहिँ कस्तो बित्दैछ? मेरो चाहिँ अझै कामहरू सकेको छैन, भित्रको डल्लै छ। आज चाहिँ म बिहान पहिला योहरू गरिहालौँ भनेर नि। यहाँ पनि फुल्दैछ बिचरा, माया लाग्दो। ओके ल, हेलो एभ्रिवान, गुड आफ्टरनुन। म चाहिँ भर्खर नुहाएर निस्केको कि तपाईँहरूलाई चाहिँ एउटा चिज देखाउँछु ल। मैले मोइस्चराइजर चाहिँ लगाइसकेँ है। घरमा भए पनि जे भए पनि केयर त गर्नुपर्छ आफ्नो पुरा है। यो चाहिँ नि मलाई एकदम मन परेको चिज ल। यो चाहिँ मेरो 4-5 बोतल भइसक्यो हो योसँग चाहिँ। यो चाहिँ नि एकदम दामी एसपिएफ छ कि सनस्क्रिन चाहिँ। तपाईँहरूले पनि यो ट्राई गर्न सक्नुहुन्छ, एकदम सुइटेबल सबैको लागि हो। अन्त यो चाहिँ फेस अनुसारकै आउँछ है। यो चाहिँ एकदम मन परेको मलाई चाहिँ अहिलेसम्मको सनस्क्रिनहरूभरिमा चाहिँ डट एन्ड कीको अर्को बेबी क्रिम पनि दामी हुन्छ। यो पनि दामी, एकदम मन परेको चाहिँ मलाई यो हो। यो चाहिँ एकदम सनस्क्रिन चाहिँ घरभित्रै बसे पनि खाना पकाउँदा पनि के गर्दा पनि लाउनु चाहिँ एकदम मस्ट हो साथीहरू। सनस्क्रिन, मोइस्चराइजर र सनस्क्रिन लाउनु चाहिँ नभुलिनु होला। मेरो त झन् कस्तो डरलाग्दो डर छ कि पुरा होइन, ट्यान पुरा हुन्छ मेरो चाहिँ। अनि बाहिर चाहिँ नि साथीहरू, म चाहिँ नुहाएर निस्किँदा बाहिर चाहिँ कस्तो भएछ भन्नु नि। हेर्नु नि, अघि चाहिँ कस्तो मजाले चाहिँ घाम लागिरहेको थियो, आज चाहिँ उग्रिन्छ होला मजाले भनेर चाहिँ भनेको त नि। आज त कालो भएर त पुरा पानी पो पर्नु थाल्यो फेरि आज पनि हो। तपाईँहरूकोतिर कता कता पानी पर्दैछ कि छैन? अहिले योपालि त के भयो है फ्रेन्ड्स। जुन जुलाईमा यस्तो हुन्थ्यो, अहिले त मार्चमा यस्तो भयो। ल त तपाईँहरूको लन्च त भयो हुँदै होला। मेरो त लन्च पनि आज बनाएर पनि छुइनँ हो, एक्लै अल्छी लाग्छ। अब एकछिनमा बनाएर खाएँ।